साथीहरु के तपाईले रिचार्ज कार्ड हाल्ने क्रममा रिचार्ज कार्डको पिन कोडलाई तपाईले कोरिपठाउनु भएको छ जस्तै यस्तो भएको छ तपाईको रिचार्ज कार्ड त्यसो हो भने चिन्ता नगर्नुस् साथीहरु यस्तो रिचार्ज कार्डलाई हामीले पिन रिकभरी गरेर पनि फेरि आफ्नो फोनमा हाल्न सक्छौं त्यसैले म तपाईहरुलाई यो प्रक्रिया सिकाउने छु ध्यान दिएर तपाईहरुले यो भिडियो हेर्नुहोस् है अन्तिमसम्म साथीहरु त्यसपछि हामी सिधै गुगल वा क्रोम ब्राउजरमा गएर क्लिक गर्ने छौं त्यसपछि सर्च बारमा हामी क्लिक गर्ने छौं त्यसपछि PIN पिन RECOVERY recovery .ntc.net.np मा हामी यसरी चाहिँ टाइप गरेर हामी सर्च अथवा गो मा क्लिक गर्ने छौं साथीहरु त्यसपछि हेर्नुदा पिन रिकभरी अफ एन्टी रिचार्ज कार्ड नेपाल टेलिकम भनेर लेखेको छ त्यसमा हामी क्लिक गर्ने छौं साथीहरु त्यसपछि यस्तो एउटा इन्टरफेस आउँछ ल साथीहरु त्यसपछि हामीले सबभन्दा अगाडि म यहाँ जुम गरेर देखाउँछु सर्भिस टाइप छ नि यसमा चाहिँ हामीले ख्याल पुर्याउनु पर्ने हुन्छ हामीले GCM प्रिपेड मा क्लिक गर्नुपर्छ ल त्यसपछि कुन नम्बरमा हामी रिचार्ज गर्ने हो त्यो नम्बरलाई यहाँनिर हामीले टाइप गर्नुपर्छ ल म चाहिँ 976 एउटा नम्बर टाइप गर्दै छु 370850 है यो नम्बरमा म रिचार्ज हाल्न लागिरहेको छु है साथीहरु त्यसपछि तलतिर हेर्नुस् त सिरियल नम्बर हैन रिचार्ज कार्डको मुनि भएको 16 वटा अंक हैन जुन चाहिँ बाहिरै हुन्छ नि खुलस्त रूपमा देख्न सकिन्छ त्यसलाई टाइप गर्नुपर्छ है जुन रिचार्ज कार्डमा हामीले कोरी पठाएको छौं नि त्यसको तलतिर हुन्छ है 1125 त्यसपछि 00 त्यसपछि 24 अनि 4 फेरि पनि रहेछ त्यसपछि 17 हैन 11 अनि 7 त्यसपछि 31 रहेछ ल साथीहरु हो यो चाहिँ सिरियल नम्बर हो त्यसपछि त्यसको पिन कोड ल पिन कोड अब हेर्नु है साथीहरु जुन जुन कोडहरु चाहिँ बाँकी रहेको छ फोनमा हैन जुन जुन अंक छ त्यसलाई चाहिँ टाइप गर्ने पिन कोडहरु जस्तै यहाँनिर रहेको 5686 त्यसपछि 8 त्यसपछि अरु चाहिँ कोरिएको रहेछ लगभग 4 वटा अंक है त्यसमा चाहिँ हामीले एस्ट्रिक ल स्टार पनि भन्छ यहाँनिर त्यही भनेको छ द रिचार्ज कार्ड पिन कोड यहाँनिर म पढ्दैछु ल is 16 digits long and where not visible put asterisk mark as demonstrated in example भनेको छ त्यसपछि चाहिँ हामीले एस्ट्रिक ल 1 2 3 4 चार वटामा त्यसपछि भिजिबल भएको 06 त्यसपछि के छ 8 4 4 6 त्यसपछि के छ 6 अनि 0 है यसरी हामीले यसरी पिन कोड पनि हामी हाल्छौं त्यसपछि यो क्याप्चामा चाहिँ तल जुन छ त्यसलाई लेख्नु पर्छ ल के छ क्याप्चा भन्दाखेरि तल 1 2 3 त्यसपछि के छ अर्को स्मल लेटरबाट छ A B हैन ल अब हामी भेरिफाई मा हामी क्लिक गर्ने छौं है साथीहरु यहाँनिर भेरिफाई भन्ने ठाउँमा हामी क्लिक गर्ने छौं साथीहरु भेरिफाई हुन लाग्यो ल माथि हेर्नुस् त के आयो your input are as below and if correct press confirm to continue अब लास्ट स्टेप चाहिँ हामीले कन्फर्म मा सबै हामीले दिएको डाटाहरु ठीक छ भने त्यसलाई कन्फर्म गर्ने ल साथीहरु अब चाहिँ हाम्रो रिचार्ज कार्ड पस्छ हेर्नुस् त यहाँनिर के आयो एन्टी रिचार्ज कार्ड सपोर्ट भइसक्यो पसिसक्यो द रिजल्ट इज यु have recharged successfully you have entered 12 correct digits हेर्नुस् त हाम्रो रिचार्ज कार्ड यसरी पसिसकेको छ र साथीहरु यसरी तपाईहरुले पनि आफ्नो मेटिएको रिचार्ज कार्डलाई फेरि रिकभर गरेर आफ्नो फोनमा ब्यालेन्स अथवा रिचार्ज कार्ड हाल्न सक्नुहुन्छ र साथीहरु यस्तै अर्को भिडियो म ल्याउने छु र साथीहरु तपाईहरुले मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि यस्तै थप ज्ञानवर्धक भिडियोहरु म तपाईहरुको समक्ष लिएर आउने छु त्यतिन्जेलसम्मको लागि टेक केयर एन्ड बाइ बाइ सी यु इन द नेक्स्ट भिडियो